यो स्थानीय तहको निर्वाचन एउटा नियमित निर्वाचन हो। यो निर्वाचन 2 महिना अगाडि भइसक्नुपर्ने निर्वाचन हो, तर पनि ढिलो गरेर भए पनि समयभित्रै भएको छ र जनतामा निर्वाचनको व्यग्र प्रतीक्षा थियो र उत्साहका साथ सहभागिता रहेको छ। मैले विभिन्न ठाउँको निर्वाचनको जन उत्साहलाई, मतदानमा जनसहभागिता उत्साह कस्तो छ त्यसलाई रिपोर्ट लिँदा अत्यन्तै राम्रो उत्साहका साथ जनताले सहभागिता जनाएको छ। केही ठाउँमा 5 गठबन्धनको तर्फबाट आक्रमण गर्ने कामहरू भइरहेको छ र अत्यन्तै लोकतान्त्रिक संस्कार मूल्य मान्यताको अभाव हो, त्यो व्यवहारको अभाव हो। चुनावभन्दा अगाडिदेखि पनि उहाँहरूको त्यस्तै खालको रवैया विभिन्न ठाउँमा घरैमा गएर आक्रमण गर्ने खालका थिए, जो दुःखद कुरा हो। लोकतन्त्र एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ। हामीले लोकतान्त्रिक अभ्यासलाई स्वस्थ लोकतान्त्रिक परिपाटी र तरिकाबाट अगाडि बढाउनुपर्छ। तर त्यस ठाउँमा अब गीत पनि जसरी नै जित्नुपर्छ, अरू कुरै छैन भनेर गाउने, मान्छेलाई त्यस ढङ्गले ट्रेन गर्ने र अगाडिदेखि 64 को निर्वाचनमा हामीले कसरी गरेका थियौँ, गर्ने नगर्ने सबै गरेका थियौँ, बुथ कब्जा गरेका थियौँ, त्यसरी जितेका थियौँ, त्यसरी जितिएको थियो। पछि हामी चाहिँ त्यसो गर्न छोडेर बिग्रियौँ भन्ने नेताहरूकै अभिव्यक्ति तपाईँहरूले सुन्नुभएको छ। केही स्कुलिङ, केही प्रशिक्षणबाट कार्यकर्ताहरूलाई प्रशिक्षित गर्न खोज्दा केही ठाउँहरूमा अलिकति अवाञ्छनीय खालका घटनाहरू भएका छन्, जो उपयुक्त होइनन्, उचित होइनन्। तर ती सबै कुराका बावजुद देशभरि जनतामा असाधारण उत्साहका साथ मतदान भएको छ र आम रूपमा देशभरि भन्ने हो भने शान्तिपूर्ण ढङ्गले नै मतदान भएको देखिन्छ। केही ठाउँहरूमा बाहेक, खास गरी नेपाली कङ्ग्रेस र माओवादीको तर्फबाट विभिन्न ठाउँमा आक्रमण भएको देखिन्छ। त्यस्तो उचित होइन, नहुनुपर्ने। अगाडिदेखि अहिलेसम्म पनि त्यस प्रकारका घटनाहरू देखिन्छन्, त्यो बिल्कुलै उचित होइन। र मैले त्यस्तो रिपोर्टहरू विभिन्न ठाउँमा पाइरहेको छु। यस निर्वाचनले अत्यन्त अपेक्षित परिणाम ल्याउँछ भन्ने मैले विश्वास गरेको छु, जनअपेक्षा अनुसारको परिणाम। त्यसै परिणामसँग भयभीत भएर कतिपयले अवाञ्छित तौर तरिका र क्रियाकलापहरू अपनाएको देखिन्छ, तर त्यस्ता क्रियाकलापले जनताको विजयलाई रोक्न सक्दैन। शङ्काकै बीचमा स्थानीय तहको निर्वाचन भयो नेकपा एमाले र प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा उहाँले शङ्काकै बीचमा निर्वाचन आज आफैले मतदान गर्नुभएको छ भन्ने खालको अभिव्यक्ति दिनुभएको छ। यो प्रश्न कतिको सान्दर्भिक हुन सक्छ? यसमा उहाँले 9 गते मलाई स्थानीय तहको निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनु भएको थियो, अनि धाक लगाउनु त कुरै भएन। मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुहोस्, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर उहाँलाई अलिक राम्रैसँग खबर पठाएको थिएँ र निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरू तयार हुनुभएको हो। गफै नगरे हुन्छ कि 9 गते, अस्ति 9 गतेसम्म, आज 30 गते भयो, 9 गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाजीले मसँग प्रस्ताव पठाइरहनु भएको थियो। अहिले शङ्काका बीचमा आज त आफैले हाल्नु होला नि भोट भनेर भन्नुपर्ने शङ्का होइन कि सप्रमाणको कुरा बाहेक मैले यो कुरा अहिलेसम्म भनेको थिएन। यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन्, तर अब निर्वाचन सम्पन्न हुने स्थितिमा पुग्दाखेरि त यो भनिरहनु भन्दाखेरि पनि केही फरक नपर्ने भएको हुनाले भन्दा पनि हुन्छ। त्यसकारण उहाँहरूको नियत पहिले पनि हामीले देखा हो। गठबन्धनका अनेक नेताले आगामी चैत्रमा मात्रै निर्वाचन गर्नुपर्छ सबैले सुनेकै हो, अनि उहाँहरूले प्रयास यतिसम्म कि मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक त गर्नै भएको हो नि। त्यस कारण यो सब केही होइन, हामी एकदम खुरुखुरु गराउन लागेका थियौँ भन्ने। त्यसका लागि त हामीले धेरै पापड बेल्नु परेको थियो यो निर्वाचन गराउन। कस्तो खालको मत परिणाम आउला के छ गठबन्धनका बीच चाहिँ जुन एमाले एक्लै रूपमा जुन लडिरहेको अवस्था छ, एमाले कस्तो अपेक्षा गरेको छ? एमाले एकातिर एउटा पार्टी, एउटा पक्षको रूपमा, गठबन्धन अर्कातिर अर्को पार्टी, अर्को पक्षको रूपमा। अब मूलतः 2 दलीय प्रणालीतर्फ देश गएको देखिन्छ। आखिर अब कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन।
वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन भने अब क्रमशः दुई दलीय प्रणालीतिर यो जान बाध्य भयो किनभने एमाले एउटा दल र अरू मिलिजुली एउटा दल यस खालको एउटा अवस्था चाहिँ बन्ने भयो त यो हामीलाई एउटै दल उहाँहरूले बनाएर आए पनि वा विभिन्न दल भनेर कच्याङ गर्दै हामीसँग चाहिँ संयुक्त भएर मुकाबला गरे पनि केही फरक पर्दैन हामी आफ्नो तयारीमा छौँ हाम्रो एउटा दल एउटा चुनाव हामी आफ्नो ढङ्गले लड्छौँ र विजयको बारेमा अब मैले मतदाता प्रभावित गर्नु पनि छैन केही गर्नु छैन अब लगभग बाक्सामा मत परिसकेका छन् अलिअलि पर्न बाँकी छ ती मत पनि पर्ने नै छन् त्यसकारण मैले अब कुनै केही भनिरहनु नै पर्ने छैन परिणाम तपाईँहरूलाई बताइदिउँ नेकपा एमालेको पक्षमा आउँछ त्यो भनेको पर्सेन्टेजको हिसाबले अब परिणाम आउनै दिउँ न अब के हो त अनुमान राम्रो पर्सेन्टेजको हिसाबले अर्थात् एउटा कुराको निष्कर्ष तपाईँहरूलाई सुनाइदिउँ न 5 दलभन्दा धेरै बढी एमाले एक्लै ल्याउँछ खड्गो छँदै थिएन त के कसको खड्गो भनेको 5 दलको टर्नेवालै छैन एमालेलाई खड्गो छँदै थिएन के डर आवश्यक कुराहरू खानेपानी त्यस्ता कुराहरूमा र विश्वविद्यालय पाएको भएदेखि मेडिकल कलेज खोलिन्थ्यो मेडिकल कलेजमा थोरै पैसामा तुलनात्मक रूपमा आधा जति पैसामा पनि पढाउन सक्ने सम्भावना धेरै छ त्यसले भक्तपुरले देशका अरू जिल्लाका भाइ बहिनीहरूलाई पनि पढाउनु पाउनेछन् र तिनीहरू त्यहाँबाट पास गरिसकेपछि आफ्नो देश विदेशमा पनि तिनीहरूले जनताको सेवा गर्नेछन् अब शासक दलहरूले त्यो मन पराइरहेका छैन किनभने सोद्धा अब तिमीहरू यो इन्जिनियरिङ कलेजले त अरू सबै निजी कलेजले अप्ठ्यारो पारिदिएको छ महँगो गर्न पाएन सस्तोमा दिने हो नि साँच्चै भनौँ भने समाजवादी देशमा त इन्जिनियर पढ्ने हो कि डाक्टर पढ्ने हो कि जुनसुकै विषय पढ्न पनि पैसा पर्दैन कमसेकम पैसामा हामीले पढाउन सक्नु भनेको गर्नु भनेको त सेवै हो नि त्यो म त एकदम जित्छु भनेर ढुक्क छु अब अरूको प्रतिक्रिया मलाई हुनु भएन म आफू जित्छु भनेर ढुक्क छु हजुर अर्को मतदान स्थलहरू घुम्नुहुन्छ घुम्छु सबै घुम्छु हजुर प्रत्येक मतदान केन्द्रमा तपाईँ जानुहुन्छ जान्छु हजुर अनि अघि पछि र आजमा केही फरक अनुभूति भएको छ तपाईँलाई आज झन् अब खुसी लागेको छ एकदमै खुसी छु सबै उत्साहित छु आज म झन् बढी उत्साहित छु अनि तपाईँलाई कस्तो लाग्यो यो अहिलेको गठबन्धन तरिकाले जुन मत हाल्ने छ हजुर तपाईँ जस्तो व्यक्तिले त हाल्नु सबैले हाल्दाखेरि अप्ठ्यारो छ कि छैन अलिकति भन्छन् होइन छैन अलिअलि अस्ति थियो अब सबैलाई हामीले सबैलाई मतदाताहरूलाई सबैलाई हामीले सिकाइसक्यौँ अब कोही पनि अलमलमा पर्नु न सबैजना हामीले गठबन्धनको हामी उम्मेदवारहरू हामीलाई सबैलाई ठिक छ अब सबै ठिक छ हजुर जाँदै जाँदै केही भन्नु छ संसार माध्यमबाट देशभरिका यो मतदान केन्द्रमा भाग लिनेहरूको लागि अथवा उम्मेदवारहरूको लागि हजुर सबैजनालाई शुभकामना छ म पनि अब उम्मेदवार भइराखेको छु सबैजनालाई राम्रोसँग मतदान गरिदिनु सबैजना राम्रोसँग मतदान गरेर अहिलेको अब जुन अब हाम्रो यो हामी अब पुरानो पार्टीबाट हामी नेपाली काङ्ग्रेसबाट मतदान हामी उम्मेदवार भएका छौँ जिताइदिनुहोस् हामी देश बनाउन आएका छौँ महानगर बनाउन आएका छौँ हाम्रो पार्टी नेपाली काङ्ग्रेसले मात्र यो देशमा समृद्धि ल्याउँछ आर्थिक उन्नति सबै समाजको राम्रो गर्छ हेरविचार गर्छ त्यसकारण सम्पूर्ण मतदाताहरूलाई चाहिँ नेपाली काङ्ग्रेसको उम्मेदवारहरूलाई र हाम्रो गठबन्धनमा रहेका उम्मेदवारहरूलाई र मेरो नेतृत्वमा भएको उम्मेदवारहरूलाई जिताइदिनु होला हामी यहाँ काठमाडौँमा म त झन् काठमाडौँ बनाउन भनेर आएको छु काठमाडौँलाई काठमाडौँ जस्तो गर्छु भनेर आएको छु काठमाडौँलाई सफा स्वच्छ सुरक्षित र एकदमै सुरक्षित सहर र एकदम पर्यटकीय स्थल व्यापारिक केन्द्र बनाउनु भनेर आएको छु सबैजना सम्पूर्ण मतदाता काठमाडौँवासीलाई चाहिँ भोट दिएर जिताइदिनु होला म काम गर्न आएको छु काम गर्ने मलाई मौका दिनु होला भनेर चाहिँ म सम्पूर्ण मतदातालाई एकदम विनम्र अपिल गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु हेर्नुहोस् है यो कस्तो भन्दाखेरि अब उम्मेदवारहरूले चाहिँ आफ्नो क्याम्पेनिङमा कसले के गर्यो भन्ने कुरा त्यो त के छ भन्दाखेरि आम मतदाताहरूले चाहिँ हेरिरहेको छ यो चाहिँ
मेयर भनेको चाहिँ कस्तो भन्दाखेरि यो त कन्ट्रीको चाहिँ भनौँ न अब चाहिँ राष्ट्रपति प्रधानमन्त्री चिफ मिनिस्टर पछिको चाहिँ इम्पोर्टेन्ट यो चाहिँ जिम्मेदारी पद हो यो चाहिँ काठमाडौँ महानगरपालिकाको मेयर भन्नुको मतलब के हो भने इन्टरनेसनल यो चाहिँ अन्तर्राष्ट्रिय यो चाहिँ जुन भनौँ न अब डिग्निटरिजहरू आउँदाखेरि पनि तपाईँ हामी सबैलाई थाहा छ कि काष्ठबन्धमा चाहिँ शासन हस्तान्तरण गर्नेदेखि लिएर सबै गर्ने भएको कारणले गर्दाखेरि एउटा भरपर्दो स्थिर यो चाहिँ के हो भन्दाखेरि सबैलाई चाहिँ समेटेर सल्लाह बमोजिम जनताको चाहिँ जुन चाहना अनुसार चाहनालाई चाहिँ पुरा गर्नुको लागि अब कुन उम्मेदवारले गर्छ भन्ने कुरा सबैको सामुन्ने चाहिँ छर्लङ्ग छ र गठबन्धन त संविधानलाई चाहिँ ट्र्याकमा राखिराख्नलाई संविधान जोगाउनुको लागि चाहिँ यो बनेको गठबन्धन भएको हुनाले यो चाहिँ निर्वाचनको लागि मात्रै गठबन्धन होइन कि कन्स्टिट्युसन जोगाउनुको लागि यो चाहिँ यो गठबन्धन बनेको कारणले गर्दाखेरि यो चाहिँ पोलिटिकल राजनीतिक तवरले यो चाहिँ जुन काङ्ग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई यसमा चाहिँ ट्र्याकमा राखिराख्न टिकाउनुको लागि त्यसलाई चाहिँ संरक्षण गर्नुको लागि त्यसलाई चाहिँ डिफेन्ड गर्नुको लागि र चाहिँ कन्स्टिट्युसनको भावना र मर्मअनुसार आवश्यक सङ्घीय कानुनहरू समयमा बनाएर यो चाहिँ प्रान्तीय सरकार र स्थानीय सरकारलाई दिनुपर्ने अधिकारहरू पनि दिएर जनतालाई सेवा चाहिँ सर्वसुलभ गराउनेतिर चाहिँ लाग्ने जुन च्यालेन्ज छ त्यो च्यालेन्जलाई मिट गर्नको लागि यो गठबन्धन सरकार जस्तो जस्तो खोजिकन भोट हाल्नु पर्यो नि त गठबन्धनका उम्मेदवारहरूलाई त किनभने मतदाता शिक्षाको त होइन अब तपाईँहरूले चाहिँ देखिहाल्नु भएको छ अब मतपत्र पनि के छ भन्दाखेरि अब यो चाहिँ जुन भनौँ न अब स्वतन्त्रदेखि लिएर विभिन्न पोलिटिकल पार्टिजका उम्मेदवारहरू भएको हुनाले निर्वाचन आयोगले चाहिँ राम्रै डिजाइन गरेर चाहिँ मतपत्र चाहिँ बनाएको छ र मलाई चाहिँ लाग्छ कुनै त्यसमा चाहिँ अप्ठ्यारो होला जस्तो मैले भन्न खोजेको पोलिटिकल इगोको कारण काहीँ न काहीँ मतपत्र बदर हुने सम्भावना बढ्छ कि त्यो त मैले भनिहालेँ नि यो इम्पोर्टेन्स सबै मतदाताले चाहिँ बुझेको छ र चाहिँ पोलिटिकल स्टेबिलिटीको लागि होइन स्थिरताको लागि कुन पार्टीलाई चाहिँ दिँदाखेरि राम्रो हुन्छ भन्ने कुरा त आफ्नो भविष्य कुन एउटा चाहिँ भनौँ न भरपर्दो पार्टीलाई चाहिँ दिँदाखेरि हुन्छ भन्ने कुरा त्यसमा निर्भर हुन्छ। राजनीतिक स्थायित्वको निम्ति र भोलिको विकास समृद्धिको निम्ति शान्ति प्रक्रिया होइन त्यस्तो अलमलमा के पर्ने कुरा थिएन। मतपत्र अलि ठुलो छ, ठुलो भएको हुनाले चाहिँ समय थोरै लाग्ने त हो, तर पनि चाहिँ अब अहिले केही प्रतिशत त सामान्य अवस्थामा पनि इनभ्यालिड हुने त गर्थ्यो नै, अहिले बढ्छ कि भन्ने आशंका चाहिँ मानिसहरूलाई छ, तर त्यसले तात्विक रूपमा असर चाहिँ पर्दैन। मलाई लाग्छ गठबन्धनको विजय हुन्छ। बिस्तारै हैन जस्तै दुईटा तीनटा कुरा गर्छन्, जस्तै मेयर भनेको सेवा गर्ने अथवा मेयर भनेको यहाँ काठमाडौँमा राज्य गर्ने, त्यो दुईटै कुरा होइन। मेयरले भनेको काम गर्ने हो, सेवा गर्ने भनेको त आफ्नो खल्तीको पैसा लाएर केही बनाइदियो भने चाहिँ सेवा हो होइन। राज्य चलाउने भनेको त टिका लाएर सधैँको लागि हो, तर मेयर भनेको तपाईँको सीमित समय हुन्छ, 5 वर्षसम्म यहाँनिर भएको स्रोत साधन, यहाँको बजेटलाई कसरी सही तरिकाले प्रयोग गर्ने, कुन ठाउँमा प्रयोग गर्ने, कसरी यहाँको शिक्षाको स्तर बढाउने, कसरी यहाँको हरेक वार्डमा स्वास्थ्यको स्तर बढाउने होइन, मान्छेको सरकारी कार्यालयमा जाँदाखेरि कतिको सहज बनाउने, त्यहाँ अनलाइन पेमेन्ट छ कि छैन, त्यहाँ होम डेलिभरी गभर्मेन्ट छ कि छैन, त्यहाँनिर कल सेन्टरबाट कतिको सुविधाहरू सञ्चालित छन्, एम्बुलेन्सहरू, इन्फ्रास्ट्रक्चर, यो कुराहरू चाहिँ बुझ्ने, यो कुरा गर्ने हो। हामीले यसलाई डिपली धेरै केही सोच्नु पर्दैन। मैले अहिलेसम्म जे काम गरिरहेको थिएँ त्यही काम गर्ने मात्रै रहेछ, केही फरक पर्नेवाला छ।
तर व्यवस्थित तरिकाले गरौँ भने हजुर हजुर व्यवस्थित तरिकाले हुन्छ किनभने हामीले गर्दै आएको कामहरू व्यवस्थित हुन्छ किनभने हामीले त एउटा सिस्टममा बसेर गर्छौँ नि त हाम्रो सबै सिस्टम हुन्छ कुनदेखि कहाँदेखि सुरु गर्ने प्रोसेस कसरी लाने रिजल्ट कहाँ पुर्याउने भन्ने कुरा सिस्टमेटिक रूपमा हामीले काम गर्ने हो त्यसमा केही बालेन शाहको गीत सङ्गीतमा एउटा जेनेरेसन थियो फिदा हजुर हजुर व्यापारीहरूको पनि काट्न हुँदैन जस्तै अहिले बसेसहरू 3टा ठुलो बस बेचेर एउटा ठुलो इलेक्ट्रिक बस किनेर उहाँले चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ नि त जस्तै सबै प्राइभेट अर्गनाइजेसनलाई चाहिँ पर राखेर सरकार एक्लै गर्ने होइन कि प्राइभेट पब्लिक र गभर्मेन्ट सबै मिलेर गऱ्यो भने चाहिँ कसैले कसैलाई पाखा नलाउने कसैको बिजनेसलाई बन्द नगर्ने तर त्यसलाई व्यवस्थित गर्ने प्लान चाहिँ हाम्रो ल थ्याङ्क यू धन्यवाद यो लामो जुन दौरान थियो यहाँको निर्वाचनमा चुनाव प्रचारका लागि अहिले आफैले मतालेर आउँदा कस्तो अनुभूति हुँदो रहेछ एकदमै खुसी लागिरहेको छ एकदमै रमाइलो अरू यहाँको बुथ मात्रै नभएर अरू पनि बुथ घुम्दाखेरि एकदमै शान्तिपूर्ण होइन एकदमै रमाइलो तरिकाले सबैजना जसरी बस्नु भएको छ त्यो हेर्दाखेरि चाहिँ यसपालि चाहिँ साँच्चीकै यो मतदान चाहिँ उत्सवको रूपमा चाहिँ मनाइराख्नु भएको छ त्यो हेरेर चाहिँ एकदमै खुसी लाग्यो तपाईँले यो मतदान कति पटक गर्नुभयो यो दोस्रो पटक अब तपाईँले घर दैलो कार्यक्रम गरेर भोट हालेर र आज तपाईँले भोट आफै हालेर आउँदा कस्तो फरक होइन यस्तो अब फरक भन्दा पनि हाम्रो त एउटा प्रोसेस थियो नि त भन्नाले एकैचोटि रातारात गरेको काम होइन 5 महिनादेखि हामीले एउटा चिज गर्दै थियौँ 5 वर्ष अगाडिदेखि एउटा अर्को चिज गर्दै थियौँ त्यो ग्रेजुअली भएको चिज हो यसमा चाहिँ हरेक दिन केही नयाँ भइरहेको छ हरेक दिन हामीले केही नयाँ भनौँ न उपलब्धि पाएको छौँ हरेक दिन केही नयाँ सिकिरहेको छौँ आज चाहिँ एकदमै सजिलो रमाइलो फिल भएको छ सबै बुथहरू गइरहेको छ बुथहरूमा जाँदाखेरि त्यो रेस्पोन्सहरू एकदमै राम्रो छ अनि सजिलो काम चाहिँ आज बुथमा घुम्नु रहेछ अहिलेसम्मको सबभन्दा सजिलो काम रमाइलो काम र सबैजनासँग भेट्न पाउँदाखेरि उहाँहरूको कुरा सुन्न पाउँदा उहाँहरूको इच्छा होइन आशा एउटा आस्थाहरू बुझ्न पाउँदाखेरि एकदमै खुसी लागेको छ भाइजी के अरे तपाईँ अलिक निकै टाइम लगाउनु भयो त्यो किन कन्फ्युजन हुने खालको भएर हो कि ए होइन मैले 7वटा गर्नुपर्ने छ नि त अनि मैले व्यक्ति छानेर कुन व्यक्ति कहाँका छन् त्यो सबै व्यक्ति छानेर सबैमा गरेको मैले तपाईँ ज्योतिषी हेरेर आउनुभयो भन्ने कुरा पनि छ होइन म आफै पनि एस्ट्रोलोजी हेर्छु मैले जस्तै इन्जिनियरिङ सँगसँगै एस्ट्रोलोजी पनि पढेको त्यसको पनि केही आधारहरू हुन्छन् वास्तुशास्त्र पनि हुन्छ त्यो सबै कुराहरूलाई सोचेर गर्छु म काम तपाईँले ज्योतिषी शैलीबाट पनि अलिकति अपनाउनुहुन्छ हजुर विश्वास गर्नुहुन्छ हजुर विश्वास होइन त्यो भएको चिजलाई विश्वास गर्ने नगर्ने भन्ने कुरै छैन त्यो फिजिक्स हो त्यो साइन्स हो त्यो विज्ञान हो त्यो विज्ञानलाई त ज्योतिष विज्ञानलाई पनि आधार मानेर हजुर हो 11 बजेर 3 मिनटको थियो मेरो अहिले चाहिँ 20-25 वटा गएको छौँ सकभर हामी जति सकिन्छ सबै बुथमा जाने प्लान छ तपाईँहरूले अहिले अब छोडिदिनु भयो भने चाहिँ म बुथ जानु यो पछाडि कालोपुल साइडदेखि बौद्ध मित्र पार्कहरूमा जाँदैछौँ हामी ज्योतिष शास्त्र अनुसार 11 बजेर 3 मिनटको समयमा हजुरले मतदान गर्नुभएको ज्योतिष शास्त्र एउटा भनिदिनु पर्यो ज्योतिष शास्त्र अनुसार तपाईँको जित सुनिश्चित छ कि छैन 100% ज्योतिष शास्त्र अनुसार तपाईँको जित सुनिश्चित छ 100% छ त्यो मैले केही नगरेको भए जित्छु बालेनजी तपाईँले जितिसकेपछि गीत गाउँदै यो पुरा विकासमा लगाउँदै हिँडाउने हो जनतालाई होइन गीत गाउने भन्दा पनि हामीले हाम्रो काम गर्ने हो 25 समय हुन्छ आइतबारदेखि अब जुन समय छ हाम्रो त्यो समयमा काम गर्ने मान्छेले निश्चित समयमा आफ्नो काम मात्रै गरिदियो भने पनि देश कहाँदेखि कहाँ पुग्छ जस्तै कुलमान घिसिङजीले आफ्नो काम मात्रै गरिदिनु भयो नि त त्यो काम मात्रै गरिदियो भने मान्छेको विकास हुन्छ डक्टरले आफ्नो काम गरिदिए भयो इन्जिनियरले आफ्नो काम गरिदिए भयो होइन सबैले आफ्नो ठाउँमा आफ्नो काम गरिदियो भने चाहिँ देशले भनौँ न एउटा राम्रो बाटो लिन्छ जस्तो लाग्छ थ्याङ्क यू सो मच है सबैजना थ्याङ्क यू सो मच छोराछोरीले एकदमै कर गरेर पनि ल हेर्नुहोस् एकचोटि इन्टरभ्यू त हेर्नुहोस् भनेर भन्ने होइन त्यो कुराहरू चाहिँ भएको छ विदेशबाट पनि फोन कलहरू आएको छ विदेशबाट बुवालाई ल यसपालि बालेनलाई हाल्नुहोस् न भए म नेपालै फर्किन्न भन्नेसम्म त आएको छ बुवाआमालाई मैले बाइकमा आएको होइन त मलाई गाडी किनिदिनुहोस् भनेकै छैन मैले त मेरो नेतालाई भोट मात्रै हालिदिनुहोस् भनेर त्यस्तो स्टोरीहरू आयो खर्च गर्नु हुँदैन भन्नुभएको थियो होइन खर्च नगरिकन मतदाताले मत दिनुपर्छ पछि सुशासन तब हुन्छ भन्नुभएको छ अहिले कस्तो पाउनु आफै निर्वाचनमा जाँदाखेरि कति खर्च हुँदैन खर्च यस्तो हो खर्च धेरै खर्च लाग्छ धेरै मानिसहरू ऋणमा डुब्छन् हामीले र्यालीहरू गर्दैले गर्दाखेरि त्यस्तो हामीले खाजा खुवाउने पेट्रोल दिने घरमा के अरे भाडा दिने त्यस्तो केही पनि गरेनौँ हाम्रो थोरै छाप्नेहरू कुरामा चाहिँ थोरै साथीभाइको सहयोग त्यस्तो खर्च हामीले कति खर्च भयो होला बालन साथ एकदम फ्याक्ट मान्छे अन्दाजी किनभने त्यो मैले त्यो पार्ट मैले यसपालि हेर्न भ्याएको छैन नभए आफै हेर्थ्यो होला त्यो हेरेपछि फेरि चुनाव छोडिदिनु पर्यो त्योभन्दा मुनि छ त्योभन्दा धेरै मुनि छ हाम्रो खर्च निर्वाचन आयोगले तोकेको भन्दा धेरै कम खर्च भयो जस्तो काठमाडौँका चुनौतीहरू के छन् काठमाडौँ बनाउँदै हुनुहुन्छ बनाउनको लागि अग्रसरता लिनुभएको छ यदि जित्नुभयो भने काठमाडौँका मुख्य चुनौतीहरू के हुन् केही पनि होइन काठमाडौँमा केही पनि चुनौती नै छैन काम गर्ने मान्छेले काम गर्न सक्छ नगरी नहुने कामहरू जस्तो टाइम छ है
11 ठ्याक्कै 11 होइन 11 बज्नु 5 मिनट। दर्शकवृन्द यतिखेर तीनकुनेमा धेरै क्यामेराहरू तेर्सिएका छन् र धेरै सञ्चारकर्मीहरू तीनकुने आइपुग्नु भएको छ किनभने बालन शाह यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूमध्ये निकै चर्चामा हुनुहुन्छ किनभने पार्टीसँग रहेका मानिसले पनि नाम लिइरहेका छन् र सबैजनालाई उत्तिकै जित्छु भन्ने छ तर बालन शाह जितिन्छ भने ढुक्कमै हुनुहुन्छ। हजुर ढुक्कै छौँ किनभने हामी विश्वास त के कुरामा थियौँ भन्दाखेरि हाम्रो भिजन एजेन्डा क्ल्यारिटीमा एकदमै मान्छेलाई सहज रूपमा सबैले बुझ्नु भएको रहेछ। हामीले अहिलेसम्म गरिरहेको काम पनि यही हो। मैले साथै बालनजी तपाईँ पहिला जसरी राजनीतिमा देखिनु भएको थिएन, पहिला रन्जु दर्शना पनि यस्तै गरेर आउनु भएको थियो, अहिले जुन तपाईँ चर्चामा हुनुहुन्छ तपाईँको सोच पहिल्यै थियो कि 81 आएपछि यो बिचमा मानिसहरूले कोही युवा खोजिया छ भन्ने लागेर तयारी गर्न थालेको 5 वर्ष भयो। हजुर अनि यसको लागि सोचिरहेको त अलिक अगाडिदेखि नै हो। हामीले यसको प्रिपरेसन 5 वर्ष अगाडि भयो तयारी गरेको अनि 5 महिना अगाडि चाहिँ हामीले यसलाई स्वतस्फूर्त रूपमा कसैको प्रेसरबाट अथवा कसैको केही नबाट भएर भन्दा आफ्नै इच्छाले आफ्नो तरिका बालन शाहका हान्नु सजिलो कि यो राजनीति गर्ने सजिलो रहेछ मेयरको उम्मेदवारी दिनुमा यो दौडधुप के सजिलो? सबै चिज सही तरिकाले गरियो भने सबै चिज सजिलो हो। गाह्रो तरिकाले गऱ्यो भने गाह्रै हुन्छ किनभने तपाईँको तरिका मिल्नु पऱ्यो, तपाईँको मिहिनेत मिल्नु पऱ्यो, तपाईँको दिनमा एउटा 24 घन्टा समयमा कति दिन सुत्नुहुन्छ, कति घन्टा सुत्नुहुन्छ, कति घन्टा काम गर्नुहुन्छ, त्यो त्यति घन्टा काम गर्दाखेरि सही तरिकाले गरियो भने सबै थोक सजिलो हुन्छ। जस्तो बालन शाहको धेरै चर्चा भयो तर बालन शाहले के एजेन्डा लिएको छ, काठमाडौँ बनाउने भिजन के छ भन्ने कुरा चर्चा भएन। अनि के छन् तपाईँको खास होइन यो पनि भनिदिनु न। हो र त्यस्तो त भयो जस्तो लाग्दैन। भिजन र एजेन्डाकै चर्चा बढी भयो जस्तो लाग्छ त मलाई। होइन अरू उम्मेदवारले हार्ने तपाईँले जित्ने चाहिँ कार्ड चाहिँ के हुनसक्छ? अरू उम्मेदवार हार्ने भन्दा पनि हामी चाहिँ जित्ने हो किनभने हामी कसैको प्रतिस्पर्धा कसैको विरुद्ध उठेको होइन, हामी नगरवासीको लागि उठ्या हो होइन। नगरवासीको लागि हामीले के गर्न सक्छौँ भन्ने कुराहरू राखेको हो। त्यो विरुद्धको हार्ने कसले के गरिदिने भन्नेसँग खासै हाम्रो त्यस्तो फरक चाहिँ के हो? अरू भनेको अरू अब पार्टीगत हुन् प्रायः चाहिँ होइन, हामी स्वतन्त्र हो। अनि हामीले चाहिँ के भनिरहेको छ भन्दाखेरि उमेर एउटा 30 देखि 40 को उमेरमा मान्छेले धेरै काम गर्न सक्छ। म आफै सिभिल इन्जिनियर हो, स्ट्रक्चरल इन्जिनियर हो। मैले नगरपालिकाले गर्ने काम 70-80% काम मैले साथै प्रदेशमा गर्दै आएको हो। त्यो भएर मेरो लागि चाहिँ सजिलो काम हो। गाह्रो काम चाहिँ पहिला डाँडा काँडा हिँड्ने 2 दिन हिँडेर जानु पर्थ्यो होइन, पुलहरू बाटोहरू बनाउनलाई त्यो चाहिँ गाह्रो काम थियो। यो अहिलेको लागि चाहिँ यो चाहिँ सजिलो काम हो। जस्तो तपाईँले 90,000 प्लस भोट लिन्छु भन्नुभएको थियो सुरुमा, अहिले त तपाईँको चर्चा व्यापक छ। यो हिसाबले त तपाईँले त अलि मत त 1 लाख भन्दा बढी नै अथवा 2 लाख तिरै पुर्याउनु भयो कि के छ त्यही 90,000? होइन 2 लाख यस्तो 3,200,000 मध्ये झर्छ कति भन्ने कुरा हाम्रो अपेक्षा चाहिँ 2,40,000 भन्दा माथि भोट झर्छ कि जस्तो लाग्छ। कति झर्छ त्यो पछि हेरौँ। तपाईँको पक्षमा कति? तपाईँको आशंकामा तपाईँले जो पहिला यति ल्याउँछु भन्नुभएको थियो नि त्यसमा बढ्ला जस्तो लाग्यो कि घट्ला जस्तो त्यसमा बढ्न सक्छ, घट्ने त चान्सै छैन, बढ्न सक्छ। त्यसमा तपाईँ जित्नेमा ढुकाउनुहुन्छ? हजुर ढुक्कै छ। बालनजी जुन तपाईँ यो एउटा महत्त्वपूर्ण ठाउँमा तपाईँ पाइला हालिराख्नु भएको छ, जनताको बुझाइ पनि तपाईँप्रति अझ हौसला दिने खालको छ, तपाईँलाई कतिको यो पेचिलो र चोटिलो लागिराखेको छ? कति पनि पेचिलो, कति पनि चोटिलो, कति पनि दुःख दिने खालको केही पनि लागेको छैन। आफूलाई चुनौती कतिको लागेको छ जनताको यो विश्वास? कति नर्भस हुनुहुन्छ, कति केही पनि नर्भस छैन। नर्भस नभए कतिको जिम्मेवारी जनताले दिलान जस्तो विश्वास लिएका छन् नि त्यसलाई कसरी लिनुभयो भन्ने जिम्मेवारी? अहिले यो निर्वाचनमा कस्तो जेनेरेसन भेटाइराख्नु होइन अहिले 50+ पनि एकदमै धेरै मन पराउनु भएको छ किनभने इन्टरभ्यू प्रायः बसेर 1 घन्टा पुरै हेर्ने चाहिँ उहाँहरूले होइन, उहाँहरूले हेर्नु भएको छ। प्लस अर्को कुरा भन्दा छोराछोरीले एकदमै कर गरेर पनि ल हेर्नुहोस् एकचोटि इन्टरभ्यू त हेर्नुहोस् भनेर भन्ने होइन, त्यो कुराहरू चाहिँ भएको छ। विदेशबाट पनि फोन कलहरू आएको छ, विदेशबाट आमाबुवालाई ल यसपालि बालनलाई हाल्नुहोस् न भए म नेपालै फर्किन्न भन्नेसम्म त आएको छ। बुवाआमालाई मैले बाइक मागेको होइन त, मलाई गाडी किनिदिनुहोस् भनेकै छैन, मैले त मेरो नेतालाई भोट मात्रै हालिदिनुहोस् भनेर त्यस्तो स्टोरीहरू आयो। खर्च गर्नु हुँदैन भन्नुभएको थियो होइन, खर्च नगरिकन मतदाताले मत दिनुपर्छ पछि सुशासन तब हुन्छ भन्नुभएको छ। अहिले कस्तो पाउनु आफै निर्वाचनमा जाँदाखेरि कति खर्च हुँदैन? खर्च यस्तो हो, खर्च धेरै खर्च लाग्छ, धेरै मानिसहरू ऋणमा डुब्छन्। हामीले र्यालीहरू गर्दैले गर्दाखेरि त्यस्तो हामीले खाजा खुवाउने, पेट्रोल दिने, घरमा के अरे भाडा दिने त्यस्तो केही पनि गरेनौँ। हाम्रो थोरै छाप्नेहरू कुरामा चाहिँ थोरै साथीभाइको सहयोग, त्यस्तो खर्च हामीले कति खर्च भयो होला? बालन शाह एकदम फ्याक्ट मान्छे अन्दाजी किनभने त्यो मैले त्यो पार्ट मैले यसपालि हेर्न भ्याएको छैन, नभए आफै हेर्थ्यो होला। त्यो हेरेपछि फेरि चुनाव छोडिदिनु पर्यो। त्योभन्दा मुनि छ, त्योभन्दा धेरै मुनि छ हाम्रो खर्च। निर्वाचन आयोगले तोकेको भन्दा धेरै कम खर्च भयो। जस्तो काठमाडौँका चुनौतीहरू के छन्? काठमाडौँ बनाउँदै हुनुहुन्छ, बनाउनको लागि अग्रसरता लिनुभएको छ, यदि जित्नुभयो भने काठमाडौँका मुख्य चुनौतीहरू के हुन्? केही पनि होइन, काठमाडौँमा केही पनि चुनौती नै छैन, काम गर्ने मान्छेले काम गर्न सक्छ।
नगरी नहुने कामहरू जस्तो एक दुई होइन चुनौती केही पनि छैन। जस्तै फोहोर व्यवस्थापन कसरी हुन्छ सोध्छन्, इलेक्ट्रिक बसेस कसरी ल्याउने, महानगरपालिकामा जानु त्यहाँ फाइलहरू छन्, त्यो फाइलहरूलाई अगाडि नबनाइकन त्यो साइन मात्रै गरिदियो भने पनि हुने। त्यहाँ अब केही कुरा मिल्दैन। जस्तै विदेशीले कुनै पनि देशलाई अथवा पालिकालाई डोनेट गर्छु भन्दा पनि कमिसन माग्ने जुन हाम्रो चलन छ नि, कसैले तपाईँलाई दिन्छु भन्दाखेरि यो लिनलाई मलाई कति पैसा दिनुहुन्छ त भन्नेले चाहिँ हाम्रो धेरै काम रोकिएका छन्। काठमाडौँमा ट्राफिक व्यवस्थापन यो जुन पार्किङको लगायत एकदम ठुलो समस्या छ, यो समाधानको लागि तपाईँको एजेन्डा के छन् अथवा यो जस्तै हामीले भनेका छौँ पार्किङको लागि अहिले भइरहेका भवनहरूसँग सरकारले, जस्तै उहाँहरूले त भाडामा दिने हो नि त भवन, त्यो भवनलाई लिजमा लिएर ठुल्ठुलो भवनलाई ऱ्याम्पहरू राखेर पार्किङ, त्यो भवन पुरै पार्किङ, जस्तै यो अगाडिको भवन देख्ने हुन्छ, यो भवनलाई लिजमा लिएर पार्किङ बनाउन सकिन्छ होइन। घाटामा गएका मलहरू धेरै छन्। हामीले अहिले पनि त्यहाँ पुग्नुभन्दा अगाडि धेरै रिसर्च गरेर कुरा गऱ्यौँ। ठिक छ, नगरपालिकाले अथवा सरकारले त्यसलाई लिजमा लिएर बनाउँछ भने त हामीलाई त के घाटा त केही पनि छैन। हाम्रो यसै मल डुबिरहेको, बरु त्यसलाई पार्किङ बनायो भने सुविधा पनि हुन्छ। त्यसरी नै डाटाहरू लिएका छौँ। अफिसेसहरूसँग कुरा गर्दाखेरि ल ठिक छ, हामी 12 बजीदेखि अफिस चलाउने, बेलुका 8 बजीसम्म, तर सेक्युरिटी दिनु पऱ्यो भनेको हामीले 10,000वटा CCTVहरू जडान गर्ने भनेका छौँ होइन। यहाँको नगर प्रहरीलाई नम्बर बढाउने, उहाँहरूलाई ट्रेन गर्ने, लोकल बसेसहरूमा पनि ड्यास क्याम र पछाडि CCTVहरू राख्ने होइन। सबै कुरा गरिसकेपछि जस मान्छेलाई सेक्योर फिल भयो, महिलाहरूलाई बेलुका हिँड्न सजिलो भयो भने चाहिँ अफिसेसहरूले बेलुकासम्म सार्ने, बरु त्यो टाइम सेड्युलिङ भयो भने ट्राफिकमा पनि एउटा म्यानेज तरिकाले जान्छ जस्तो लाग्छ। थ्याङ्क यू सो मच। जस्तो अहिले जस्तो काठमाडौँ महानगरपालिकाले सडकमा पार्किङ गरेर ट्याक्स उठाइरहेको हुन्छ होइन, जस्तो सडकमा पार्किङ गरेर नगरपालिकाले ट्याक्स उठाइरहेको हुन्छ, तपाईँले त्यो सडकमा पार्किङ गर्ने जुन परम्परा छ नि त्यसलाई तोडेर अरू ठाउँमा व्यवस्था यस्तो हो। 2-3वटा कुरा छ। जस्तै अघि मैले भने पार्किङ भनेको सडक विस्तार गरिसकेपछि त्यो सडकमा गाडी कुद्नलाई चाहिँ ठुलो बाटो बनाएको हो नि त। अब त्यो पार्किङ लिने त्यहाँ धेरैवटा छ, त्यहाँ फीका कुराहरू छन्, त्यसलाई चाहिँ हामीले अरू ठाउँमा व्यवस्थित गर्ने। जस्तै अहिले भइरहेका